दर्शकवृन्द नमस्कार। समाचारालय बुलेटिनमा हार्दिक स्वागत छ। म तपाईहरुको उही समाचार वाचक राजेन्द्र राज तिमिल। आउनुहोस् बुलेटिन सुरु गरौं आजका मुख्य समाचारबाट। प्रधानमन्त्रीको चासोपछि दुग्ध विकास संस्थानका उत्पादनको गुणस्तर खस्काउनेहरू दण्डित हुन सुरु। मापदण्डभन्दा कम गुणस्तरको र मिसावट भएको दूध प्रयोगशाला परीक्षणपछि नष्ट। घोटालामा संलग्न दलीय ट्रेड युनियनका नेताका करतुतबारे छानबिन जारी। निर्माण आयोजनामा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याइने पूर्वाधार विकास मन्त्री सुनिल लम्सालद्वारा राष्ट्रिय सभालाई जानकारी। कर्मचारीलाई जिम्मेवार बनाउन कानुन संशोधन प्रक्रिया अघि बढेको भनाई। बेरुजु छलफल उपसमितिमा सत्ता पक्ष बस्ने कि प्रतिपक्ष बस्ने भन्ने विवाद भएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक अवरुद्ध। लेखा समितिको सभापति विपक्षी दलबाट रहेकोले उपसमितिको संयोजक सत्ता पक्षलाई दिनुपर्ने रासोपा सांसदको माग। आफूहरूले सम्मानजनक भूमिका पाउनुपर्ने प्रतिपक्षी दलका सांसदहरूको जिकिर। घर जग्गाको कारोबार बागमती प्रदेशमा चालु आर्थिक वर्षको 9 महिनामा 33% बढ्यो, तर मध्य प्रदेशमा भने 4.79% घर जग्गाको कारोबार घटेको राष्ट्र ब्याङ्कको भनाई। नेपाल सरकारको माग अनुसार संयुक्त अरब इमिरेट्स सरकारले 111 जना नेपाली कैदी बन्दीलाई आम माफी दियो। सो माफीका लागि नेपाल सरकारले प्रकट गर्यो कृतज्ञता र प्रशंसा। माध्यमिक शिक्षा परीक्षा एसईई 2082 को ग्रेड वृद्धि परीक्षामा 64.68% विद्यार्थी उत्तीर्ण। नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले असार 25 गतेदेखि 31 गतेसम्म अनलाइन मार्फत पुनर्योग, उत्तर पुस्तिका अवलोकन र पुनः परीक्षणका लागि आवेदन दिन सक्ने। विश्वकप फुटबलमा मेरिनोको निर्णायक गोल सह आयोजक अमेरिकालाई स्तब्ध पार्दै बेल्जियम र स्पेन क्वार्टर फाइनलमा। यस बुलेटिनको समाचार अन्तिमसम्म हेर्नुहोला। ताजा भन्दा ताजा समाचार प्रस्तुत गरिरहनेछु। विगतमा टेलिभिजनमा जस्तै यो भिडियोको प्रस्तुति पनि मन पर्यो भने एक लाइक अवश्य गर्नुहोला। हाम्रो च्यानल सब्स्क्राइब गरी बेल आइकनमा पनि क्लिक गर्नुहोला। यो बुलेटिन तपाईले देश वा विदेश कहाँबाट हेर्दै हुनुहुन्छ आफू बसेको ठाउँ कमेन्ट बक्समा उल्लेख गर्नुहोला। मलाई विगतमा टेलिभिजन हेरेको सम्झना छ भने कहिले हेर्नु भएको थियो, कुनै नोस्टाल्जिक घटना पनि हुन सक्छन्, कृपया उल्लेख गरिदिनुहोला। समाचार अब विस्तारमा। दुग्ध विकास संस्थानमा बसेर संस्थान र उपभोक्तालाई घात गर्दै आएकाहरू दण्डित हुन थालेका छन्। न्यून गुणस्तरको दूध उत्पादन कार्यमा संलग्न कर्मचारीहरूलाई बालेन सरकारले छानी दण्डित गर्न थालेको हो। प्रधानमन्त्री कार्यालयको निर्देशनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही असार 15 गते दूधको नमुना परीक्षण गर्दा चिस्यान केन्द्रले चलानीमा उल्लेख गरेको फ्याट र एसएनएफ को विवरण भन्दा कम गुणस्तर भेटिएपछि छानबिन र कारबाही तीव्र बनाइएको हो। यस क्रममा न्यून गुणस्तरको दूध सङ्कलनमा लापरवाही गरेको चितवनको भरतपुर चिस्यान केन्द्रका प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ। अन्य चिस्यान केन्द्रका प्रमुखसँग 3 दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ। आगामी दिनमा चिस्यान केन्द्रको गुणस्तर परीक्षण र आयोजनाको प्रयोगशाला परीक्षण बीच कुनै फरक देखिए सम्बन्धित आयोजना प्रमुखलाई नै जिम्मेवार बनाउने गरी निर्देशन दिइएको संस्थानले जनाएको छ। त्यस्तै मिलेमतो भएको आशंकामा आयोजनाको प्रयोगशालामा कार्यरत कर्मचारी मनहरी शर्मालाई पनि जिम्मेवारीबाट हटाइएको छ। स्पष्टीकरणको जवाफ प्राप्त भएपछि संलग्न कर्मचारीमाथि थप कारबाही प्रक्रिया अघि बढाइने संस्थानले जनाएको छ। मापदण्डभन्दा कम गुणस्तरको तथा मिसावट भएको करिब 3000 लिटर दूध प्रयोगशाला परीक्षणपछि नष्ट गरिएको संस्थानले जनाएको छ। प्रधानमन्त्रीको चासोपछि डिडिसीका दुग्धजन्य पदार्थको बिक्री साबिकको तुलनामा 50% भन्दा बढी बढेको संस्थानले उल्लेख गरेको छ। त्यसैगरी रोकिएको आइसक्रिम उत्पादन पुनः सञ्चालनमा ल्याइएको छ भने असार 15 लक्षित दही उत्पादन र बिक्री 75% ले बढेको छ। नयाँ 10 वितरक नियुक्त गरिएकोले दैनिक करिब 50 लाख बराबरको थप बिक्री हुने प्रक्षेपण गरिएको छ। दैनिक बिक्रीबाट हुने राजस्व करिब 20 लाखले बढेको तथा साउनदेखि दैनिक राजस्व 1 करोड 30 लाख पुर्याउने लक्ष्य राखिएको छ। संस्थानले खाडी मुलुकमा वार्षिक न्यूनतम 50 मेट्रिक टन घिउ निर्यात गर्ने सम्झौताको अन्तिम तयारी भइरहेको जनाएको छ।
यसबाट वार्षिक करिब 5 करोड रुपैयाँको कारोबार हुने अपेक्षा छ। त्यस्तै चीनतर्फ पनि घिउ निर्यातको प्रक्रिया अघि बढाइएको छ। संस्थागत सुधार आन्तरिक खर्च नियन्त्रणका लागि कम दूध सङ्कलन हुने 2 चिस्यान केन्द्र मर्जर गरी हटाइएको छ। सम्भावना नभएका 2 उत्पादन केन्द्र बन्द गरिएका छन् भने ढुवानी खर्च घटाउन नजिकका आयोजनाबाटै दूध खरिद तथा बिक्री गर्ने व्यवस्था मिलाइएको संस्थानले जनाएको छ। कर्मचारीले पाउँदै आएको कानुन विपरीतको दूध र घिउ सुविधा कटौती गर्दा संस्थानको वार्षिक करिब 3 करोड रुपैयाँ खर्च घट्ने अनुमान छ। दलीय ट्रेड युनियनका नेताहरूले सञ्चालक समितिमा बसेर संस्थान डुबाउने र आफूले घोटाला गर्ने गरेका करतुतहरूको पनि छानबिन भइरहेको डिडिसीकै हाकिमहरूले जानकारी दिएका छन्। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण आयोजनामा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याइने कुरा राष्ट्रिय सभालाई जनाउनु भएको छ। राष्ट्रिय सभा बैठकका मन्त्रालयगत बजेटमाथिको प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले आयोजना निर्माणमा देखिएका समस्या समाधान गर्न खरिद ऐनमा स्पष्ट प्रावधानहरू थप गरिन लागेको भन्दै अब काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याउने जानकारी दिनुभएको हो। उहाँले खरिद ऐनमा रहेका त्रुटि र निर्माण व्यवसायीहरूले अत्यधिक न्यून मूल्य कबोल गरेर टेन्डर पार्ने प्रवृत्ति मुख्य समस्याका रूपमा रहेको भन्दै अब त्यस्ता समस्याहरूलाई समेत समाधान गरिने बताउनुभयो। उहाँले यसअघि आर्थिक अनियमिततालाई मात्रै भ्रष्टाचार मानिने गरेकोमा अबको परिमार्जित ऐनले काममा ढिलाइ हुने कार्यलाई समेत भ्रष्टाचार मान्ने उल्लेख गर्नुभयो। मन्त्रालयको उद्देश्य कुनै पनि निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने वा टेन्डर रद्द गर्ने नरहेको भन्दै उहाँले व्यवसायीहरूलाई दबाब दिएर भए पनि काम सम्पन्न गराउने मन्त्रालयको मुख्य मनसाय रहेको धारणा राख्नुभयो। द्रुतमार्ग फास्ट ट्र्याकमा रहेका धेरै समस्या समाधान भइसकेका र 0 पोइन्टको विवाद पनि छिट्टै टुङ्गोमा पुग्ने चरणमा रहेको मन्त्रीको भनाइ छ। बेरुजु छलफल उपसमितिमा सत्तापक्ष बस्ने कि प्रतिपक्ष बस्ने भन्ने विवाद भएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक अवरुद्ध भएको छ। बैठकमा रासपाका सांसदहरूले लेखा समितिको सभापति विपक्षी दलबाट रहेको अवस्थामा उपसमितिको संयोजक सत्तापक्षलाई दिनुपर्ने धारणा राखेका थिए। तर प्रतिपक्षी दलका सांसदहरूले आफूहरूले सम्मानजनक भूमिका पाउनुपर्ने माग राखेका थिए। समिति सदस्य खगेन्द्र सुनारले अल्पमतको मुनि रहेर बहुमतले काम गर्न नसक्ने बताउनु भएको थियो। उहाँले समितिको नेतृत्व प्रतिपक्षीले पाएको अवस्थामा उपसमितिको संयोजक सत्तापक्षलाई दिनुपर्ने अडान राख्नु भएको थियो। त्यसैगरी नेकपा सांसद महेन्द्र बहादुर शाहीले उपसमिति संयोजक छान्न अल्पमत वा बहुमतको प्रावधान भन्दा समावेशी तवरले समझदारी गरेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो। राप्रपा सांसद खुशबु ओलीले उपसमितिमा सम्मानजनक उपस्थिति हुनुपर्ने भन्दै कुनै प्रकारको विभेद स्वीकार्य नहुने धारणा राख्नु भएको थियो। उपसमिति संयोजकको विषयमा टुङ्गो नलागेपछि समिति सभापति भरत बहादुर खड्काले अर्को सूचना जारी नहुँदासम्मका लागि बैठक स्थगित गर्नुभयो। महालेखा परीक्षकको प्रतिवेदनमा जनाइएको बेरुजुबारे छलफल गर्ने उपसमिति बनाउन लाग्दा लफडा भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहसँग एसियाली विकास ब्याङ्क एडिबीका अध्यक्ष मासातो काण्डाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको सो भेटमा नेपालमा सुशासन प्रवर्धन, आर्थिक सुधार र पूर्वाधार निर्माणमा केन्द्रित भएर कुराकानी भएको प्रधानमन्त्री शाहका प्रेस सल्लाहकार तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। नेपाल भ्रमणमा रहनुभएका काण्डाले प्रधानमन्त्रीलाई भेट्नु अघि अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गर्नुभएको थियो। यसै भ्रमणको अवसर पारेर नेपाल सरकार र एडिबी बीच करिब 25 अर्ब अर्थात् 16 करोड 50 लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको थियो। नेपालको सबभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको एडिबीले नेपालमा आफ्नो सहयोग विस्तार गरिरहेको छ। यसै सन्दर्भमा एडिबीले नेपालमा सन् 2029 सम्म आफ्नो सहयोग 2.4 अर्ब अमेरिकी डलर पुग्ने जनाएको छ। नेपालको 2 दिने भ्रमणमा रहेका एडिबीका अध्यक्ष मासातो काण्डाले नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा एडिबीले आफ्नो सहयोग विस्तार गरिरहेको र सन् 2029 सम्ममा यो सहयोग 2.4 अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको बताउनुभयो।
चालू आर्थिक वर्षको 9 महिनामा बागमती प्रदेशमा घर जग्गाको कारोबार 33% वृद्धि भएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। घर जग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदन जारी गर्दै राष्ट्र ब्याङ्कले बागमती प्रदेशमा घर जग्गाको राजीनामा कारोबारमा वृद्धि भएको तर मध्य प्रदेशमा भने 4.79%ले घर जग्गा कारोबार घटेको जनाएको हो। आर्थिक वर्ष 2081-82 को 9 महिनाको तुलनामा चालू आर्थिक वर्षको 11 महिनामा घर जग्गाको कुल कारोबारको सङ्ख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 6.42%ले बढेको जनाइएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार सङ्ख्या 4.52%ले घटेको थियो। प्रतिवेदनका अनुसार चालू आर्थिक वर्षको 9 महिनामा 1,83,90,00,000 रुपैयाँ बराबरको घर जग्गाको कारोबार भएको छ, जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने 1,07,00,00,000 रुपैयाँ मूल्य बराबरको घर जग्गाको मात्रै कारोबार भएको थियो। चालू आर्थिक वर्षको 9 महिनामा घर जग्गा कारोबारबाट सङ्कलन भएको राजस्व 23.72%ले बढेको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा यस्तो राजस्व 13.47%ले बढेको थियो। संयुक्त अरब इमिरेट्स UAE सरकारले 111 जना नेपाली कैदी बन्दीलाई आम माफी दिएको छ। सो माफीका लागि नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी आम माफीको सदाशयपूर्ण कदमलाई नेपाल र UAE बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ। आम माफीको निर्णय मन्त्रालयको निर्देशानुसार अबुधाबी स्थित नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तर स्वरूप मित्र राष्ट्र UAE सरकारले गरेको मन्त्रालयले उल्लेख गरेको छ। चालू आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धि दर 15.2% पुगेको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। केन्द्रीय ब्याङ्कले आज सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदनमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जाको वृद्धि दर भने 6.5% मा सीमित रहेको उल्लेख छ। ब्याङ्कले चालू आर्थिक वर्षका लागि विस्तृत मुद्रा प्रदाय 13% र निजी क्षेत्रतर्फ जाने कर्जा 12%ले वृद्धि हुने प्रक्षेपण गरेको थियो। समीक्षा प्रतिवेदन अनुसार 10 महिनाको औसत मुद्रास्फीति 2.66% छ। चालू आर्थिक वर्षका लागि औसत उपभोक्ता मुद्रास्फीति 5% भित्र कायम राख्ने लक्ष्य लिइएको थियो। 2083 वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.04% कायम रहेको राष्ट्र ब्याङ्कले बताएको छ। मौद्रिक नीतिले कम्तीमा 7 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य लिएकोमा वैशाख मसान्तसम्मको सञ्चिति 19.2 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। फिफा विश्वकपको राउन्ड अफ 16 अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको सियाटल रङ्गशालामा सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै अमेरिकालाई 4-1 गोल अन्तरले पराजित गरेर विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। यो हारसँगै अमेरिकाको विश्वकप यात्रा अन्तिम स्वरमै टुङ्गिएको छ। बेल्जियमको जितमा चार्ल्स डे केटलेरले 2 गोल गरे भने ह्यान्स भ्यान्केन र रोमेलु लुकाकुले समान 1-1 गोल गरेका थिए। खेल सुरुवाती 9औं मिनेटमा चार्ल्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको 31औं मिनेटमा अमेरिकाको मलिक टिलम्यानले फ्री किक मार्फत गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। त्यसको 2 मिनेटमै बेल्जियमले दोस्रो अग्रता बनायो। खेलको 33औं मिनेटमा केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए। खेलको 57औं मिनेटमा भान्केनले गोल गर्दै बेल्जियमको अग्रता तेब्बर बनाइदिए। त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा लुकाकुले गोल गरेपछि बेल्जियमले अमेरिकामाथि 4-1 को जित निकालेको हो। फिफा विश्वकपको राउन्ड अफ 16 अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई 1-0ले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको डालास रङ्गशालामा भएको खेलमा निर्धारित 90 मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने सङ्केत देखिएको थियो। तर खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्त्वपूर्ण जित दिलाए।
यो जितसँगै स्पेन विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने पोर्चुगलको उपाधि यात्रा राउन्ड अफ 16 मै समाप्त भएको छ। यसैबीच स्पेन 16 वर्षपछि विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यसअघि सन् 2010 मा विश्वकप च्याम्पियन बनेको स्पेन त्यस यता क्वार्टर फाइनलमा पुग्न सकेको थिएन। अन्तिम समयमा विजयी स्पेन, यो विजयीसँगै पोर्चुगल विश्वकपबाट बाहिरिएको छ। दर्शकवृन्द, यो समाचारालय बुलेटिनको अहिलेको सिलसिला यति नै। यो बुलेटिन कस्तो लाग्यो अवश्य पनि कमेन्ट बक्समा कमेन्ट लेख्नुहोला। हवस् त, नमस्कार।